एभ्रिवान, गुड मर्निङ। आज चाहिँ आमालाई हेयर वास गर्नु लाँदैछु सलुनमा हो। आमा चाहिँ अहिले अलिकति राम्रो हुनुभएको छ अस्तिको भन्दाखेरि, अन्त त्यही भएर हेयर वास चाहिँ गरेकै छैन नि त। उसको टाउको घोप्टो गर्नु हुँदैन, त्यसले गर्दाखेरि चाहिँ हेयर वास चाहिँ भएको छैन। त्यही भएर चाहिँ अहिले चाहिँ सलुनमा लगेर वास गरिदिन्छु भनेर चाहिँ रेडी गराएको हो। रेडी भन्दा पनि यहाँ घरकै ड्रेसमै अब हामी चाहिँ तल गएको हेयर वास गर्नुको लागि है। आज त मम्मीले सेलुनमा हेयर वास गर्छ है। के गर्नु गएको अरे? हेयर वास भनेको चाहिँ के हो? साले नुहाउनु गएको भनिदिनु न। नुहाउनु गएको अब ल अब हामी चाहिँ जाँदैछु। यहाँ सिँढीबाट चाहिँ अब सक्छ कि सक्दैन हो, बिस्तारै बिस्तारै लानुपर्ने छ। चलो चलो हेयर वास के लिए नीचे जाएंगे। यहाँ पक्रेर जान्छ कि पक्रिनु फेरि हुँदैन नि त उसलाई त फेरि। अब कति मिनट लाग्ने हो यहाँबाट तल झर्नुको लागि? 10 मिनट त लाग्छ होला। लाग्छ 10 मिनट? संसार हल्लिन्छ होला हौ। भुइँ त गाउँदैन, भुइँचा लाउँछ नकरा न त्यो कुरा सिजट लागेछ। बिस्तारी बिस्तारी नै झर्नुहोस् न। बिस्तारी बिस्तारी झर रहा है भनिदिनु नि हो हिन्दी। यसै ठोक्दिनु न एक दुईवटा हिन्दी शब्द वक्तव्यहरू। ताते ताते गरौँ ताते नभनिदिनु न, रिसाउनु हुँदैछ। मन रिस उठिसकेछ सर। ए कहाँ रिसाउँछ हौ? ए म त रिसाउनु भयो कि भनेर नि। ए हल्लिँदैछ अरे जमिन। हल्लिन्छ अरे नि त फेरि। जमिन हल्लिँदैछ फेरि है। धन्न तर यतिको त हुनु भयो अस्ति त। अन्त कहाँ अलिकति 2 पाइला हिँड्दै कुनै के को देशनको कुखुरा जस्तो भइसकेको थियो कि बोजू त नआउँदा। अब चाहिँ लास्ट स्टेपमा आइपुग्यो हामी चाहिँ। गरौँ 3 तलादेखि मुनि आएको होइन। अब सानोमा तपाईँलाई ताते गराए अब तपाईँ ताते गराए होइन त्यही हुँदो रहेछ हौ। त्यस्तै गर्नु पर्दैन। चप्पलहरू हामीले क्या त लाउँदाखेरि उयो हुन्छ नि, सानोमा यता लगाएर हुन्छ नि। उनीहरू अहिले उनीहरू पनि त यता लगाएर पठाउँछ, त्यो औँला घुसार्नु पनि सक्दैन अहिले नि त। आपको चाहिँ आए है लु आमा छोरी आउनु। यो खुट्टाहरूमा चप्नी राख्नु होइन, लाएर आउनु नि। फाइनल्ली चाहिँ आइपुग्नु भयो है हाम्रो माताश्री चाहिँ सलुनभित्र हो। यहाँ बस्नु एकछिन। अब अलिकति अनुहारमा के गर्नु मन छ बस्नु नि। यता यता आउनु थियो अलिकति क्लिनअप पनि गर्ने हो। क्लिनअप गरिदिनु पऱ्यो। बसौँ बसौँ रिल्याक्स थाक्यो होला। एकछिन रेस्ट गर्नु ल। एकछिन रेस्ट गर्नु। त्यहाँबाट चाहिँ फेरि अब है बोजू अब के गर्नु हुने अरे? अब टाउको नआउने भन्दैछ। त्योभन्दा अगाडि अहिले चेयरमा बसेर चाहिँ क्लिन्जिङहरू गर्ने भन्नु न। क्लिन्जिङहरू गर्ने अरे। ए हुन्छ गर्नुहोस् ल। दुख्छ नि हो, पुरा दुख्यो। अब राम्री हुनुको लागि त दुख्छ नि होइन होइन। आज बोजूको यहाँ क्लिनअप हुँदैछ हो। क्लिनअप पनि गरेको धेरै साल भयो नि त बोजूको। पहिल्यै गरिदिएको नि मैले तपाईँलाई। बिमारी अलिकति राम्रो भएर यहाँ हेर न। यो चाहिँ डरै लाग्दो छ हौ। यो के भएको यहाँ र यो 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 के लाग्दो भएको? यो डेन्जर छ नि त। यसलाई चाहिँ कसरी निकाल्नु? निक्लिन्छ कि निक्लिँदैन? निस्के निस्के नि। आयो हौ अलिकति
मिस के त अन्त कालो देख्नु छोडे क्यामेरामा यहाँ हेर न पुक्लुकै आयो यो त देखाउनु न त्यहाँ पनि बिमारीहरूलाई पनि यसो अलिकति आम्मा यो झन् हेर न पुक्लुक्कै गरेर आयो हेर ए मर्नु भयो गर्दिनँ हौ अब भन्दा जस्तो गरेको जिन्दगीमा म त यस्तो देखेँ नि पुरा सकसक हुन्छ नि त पुरा सकसक भइहाल्छ फेरि खोइ आया हो बोजू कस्तो लाग्दैछ अरे मजा लाग्दैन मजा लाग्दैछ अब अहिले एस कलर गर्नुको लागि हामीलाई कति खर्च गर्छ होइन मान्छेहरूले नि कति खर्च गर्छ यहाँ हेर न प्योर एस मजाको हुन्छ है यसमा चाहिँ अरू कलर गर्नु पर्यो नि पिकअप कलर यहाँ हेर न यहाँ झन् क्या दामी देखेको नि वाइट यो कलरको लागि सानो खर्च गर्दैन त्यही त हो डिप कन्डिसनिङ गरिदिएको हो आज मोमोलाई है हो कि होइन हौ आज त हेयर ट्रिम पनि गर्ने अरे नि त अन्त बोजूले त है हल्का काट्ने नि कपाल काट्छु अलिकति बेसी त होइन खोपा बनाउनु चाहिँ हुनसक्ने होइन लु आज चाहिँ बोजूले फेरि हेयर कट पनि गर्ने अरे है जस्तो देखिरहेको छ त यहाँ हेर न है उसको चाहिँ अपोजिट भएको छ नि त यो चाहिँ यता हुनुपर्ने यो चाहिँ यता हुनुपर्ने होइन तपाईँले चाहिँ अपोजिटपट्टि गरेछ है डार्क उयो भएछ कहाँ कुन चाहिँ पार्लरमा गरे कुन चाहिँ सलुनमा गरेको यो तपाईँले पहिला मेरो सलुन ए आफ्नै कम्पनी यो मेरो आफ्नै कम्पनी हो भनिदिनु नि ठिकै छ त तर यहाँनिर चाहिँ के भएर येल्लो येल्लो भएको छ है यसलाई ब्लिच उस गर्दा हुँदैन यो ब्ल्याक छ नि मुनि मुनिको तेल लाएर होला हौ घरमा यो चाहिँ प्योर ल गर्नुपर्छ नि त यति ल त्यो खोपा बनाउँदा त्यो चुच्चो चाहिँदो रहेछ नि त हुँदैन रहेछ कि अन्त ङ्याङ गर्छ है एकपल्ट झन् मैले काटिदिएको थिएँ यो नानीले कपाल काटेर हो सानो हो मलाई 3 वर्ष अगाडि काटेको हाल्छ नि है खिचिदिँदैछ है पीछे आइए मैडम थोड़ा सा सीरम लगाएंगे ठीक है अब त अन्त एडमा जाँदा जस्तो भएछ तपाईँको कपाल स्याम्पूको एडमा तपाईँको चाहिँ अब भगवानले नै उल्टा खालको अम्रे गर्दैछ कि यस्तो भएछ नि त हो अब यो चाहिँ नाति यो चाहिँ तल हुनुहुन्छ वाउ कपाल त दामी देख्दैछ यदि चाहिँ काटेर चाहिँ सेतो मात्रै राख्दिउँ होइन ठिक छ ओके छ त राम्रै देखिरहेको छ बस्नु म बाटिदिन्छु ल चिलाउँछ नि त फेरि है के गर्नुपर्छ है धुनुपर्छ पक्रिनु यसो गर्नु बेबी हेर्दा पुरा छ यसो सानो सानो अगाडि कस्तो लागिरहेछ अहिले मलाई ठिकै लागिरहेछ ठिकै लागिरहेछ
अस्तिको भन्दा त अलिक उयो भएको छ नि है, फ्रेस भयो। अलिक राम्रो भएको छ। टाउको नआएर झन् हल्का भयो होला है टाउको फ्रेस হয়েছে। कति काटिस् कपाल? अलिकति काट्यो। ल फाइनली हेयर वास गरेर पनि सक्यो है। अन्त अब चाहिँ हामी रुम जाने सक्यो। फाइनली क्लिनअप पनि गऱ्यौँ त आज त कस्तो देखिरहेको छ हेर्नुहोस् न तपाईँहरूले मेरो आमालाई हो। क्लिनअप गऱ्यो, हेयर वास गऱ्यो, हेयर ट्रिम गऱ्यो होइन। अन्त अब चाहिँ जाने 12:30 भयो। अब चाहिँ गएर खानाहरू बनाउनु पर्छ। अन्त चाहिँ त्यहाँबाट चाहिँ फेरि म हल्का हल्का भिडियो बनाउँछु अहिले होइन। अहिलेको लागि चाहिँ खानुपर्छ फेरि। ल अब हामी जाउँ, फेरि ताते ताते गर्दै जानुपर्छ है। ल ल ल रेस्ट गर्छ अरे एकछिन बसेर बाहिर हेर्ने अरे। म चाहिँ अब खाना खाना खानु आँटेको। अहिले खाना पुरा ढिलो भयो हो। आज चाहिँ आमालाई एकदम हेयर वास गर्नु गएको थियो नि त, त्यसले गर्दाखेरि चाहिँ खाना ढिलो भयो। सब्जीहरू बनाउँदा ओर्दा खाना चाहिँ रेडी भयो। तपाईँले कहाँ केलाउँछ के छ भनेदेखिलाई देखाउँदैछु होइन। अलिक गोरो ल्याउन क्यामेरा भात यहाँनिर छ, रातो साग, करेला भाजा हो, सलाद, फ्ल्याक्सिड हालेको यो कालो कालो चाहिँ। त्यहाँबाट चाहिँ छ सजना र आलुको रस। आजको हाम्रो खाना चाहिँ यस्तो छ अब चाहिँ पस्केर आजको लागि चाहिँ यति नै हो भिडियो। सी यू इन द नेक्स्ट भिडियो। बाई बाई।